आहा कस्तो सरर गर्मी भएको हाम्रो आगो बल्यो अरे यस्तै बाटो सरर सबै यो एउटा जाने एउटा आउने बाटो हो यो कि कस्तो बनाएको छ होइन एउटैमा दुईटा लेन त छैन होला राम्रै रहेछ त्यही अलिकति अलि उता फटाफट छ तर यहाँ पनि खाँदाखेरि अब यसलाई किन अब पानी पर्छ जस्तो छ सर आज पानी पर्छ जस्तो लाग्यो सेकेन्डरी स्कुल कलेजमा म्यानेजमेन्ट ह्युम्यानिटिज एजुकेसन र ल संकायमा कक्षा 11 मा नयाँ भर्ना खुलिरहेको जानकारी गराइन्छ। हाम्रा विशेषताहरू यो त विदेशै जस्तो भयो नि त अनि अब भोलि यहाँ लाइनिङ बनाएर राख्यो भने त सररै देख्छ त सानो यो चाहिँ बिग्रिसकेको जस्तो बनाएर नि यो पुरानो हो सर त्यही भएर नयाँ गरेर गर्ने होला अहिले पढ्ने बेला नजाऊ भनेको अब कभर गरिहाल्छु म जान्छु दिनुपर्छ गर्ने समय टाइम हो यस्तो सर्टसुट पारेर त लाइसेन्स निकालिसकेर होइन त गाडी एकैचोटि यहाँ कटाएँ बाबा भनेर बनाएको त अनि राम्रो काम भयो नि त उसले गर्यो भने त उसलाई लागेको कुराहरू आफूलाई लागेको कुराहरू त गर्छ नि त्यो फेरि नराम्रो कुरा भयो भने राम्रै कुरा राम्रो नि भएन होइन पानी परेको शीतल होला जस्तो छ आजको चाहिँ हाम्रो यात्रा चाहिँ राति सुत्नलाई पनि सजिलो यत्तिकै बाटो चाहिँ सरर हुने हो भने त मजाले राम्रो हो नि हिँड्न पाइयो अब भनौँ हाम्रो लाइफ स्टाइल र अहिलेको मान्छेको हेर्नु त मोटरसाइकल स्कुटर गाडी जम्मै छ नि अहिले सब छ वासिङ मेसिन फ्रिज नभएको घरै छैन सर अनि मान्छे गरिब त कसै छ खानकी सब पहिला खानकीको स्टाइलले अहिलेको बच्चाहरू मोमो चाउमिन पिज्जा बनाएको छ बर्गर बनाएको छ पैसा अहिले बच्चाले त खाना जे भनौँ उयो पाएन चितवनको त नारायणीमा पनि असाध्यै राम्रो छ सर अनि त्यहाँ त बोर्डिङभन्दा राम्रो एडमिसन लिनलाई लाइन मान्छे त्यस्तो बनाउनु पऱ्यो क्या स्कुल बनाउनु त टिचरले बनाएको त्यस्तो हुनु पऱ्यो क्या स्कुल खाना लुज हुनु पऱ्यो त्यहाँ पढ्न छ नि विश्व निकेतन पनि त यहाँ राम्रो छ होइन विश्व निकेतन अनि त्यो ज्ञानोदय छ बाफलको त्यो पनि राम्रो छ बाफलको त बोर्डिङभन्दा राम्रो छ सर गरबर हाई स्कुल के छ नि यता गरबार नि अहिले राम्रो भयो पहिला खतम थियो सर हो बाटो अलिक खराब भइसकेको छ सानो पनि खराब भयो यस्तो भयो भने चाहिँ घेच्या जान्छ है यस्तोमा त पेलेर रोलर लगाइदिएर सक्छ पारिदिनु पर्थ्यो क्या माइक्रो यहीँ छ त अघि ओभरहेड गरेर हिँड्थ्यो यिनीहरूलाई बाटो कन्ठै हुन्छ हिँड्दा बिहान आउँछ बेलुका फर्किने टाइपका यो त अझ टाढाको भएको छ यिनीहरू त यो त पाल्पाको रहेछ एकचोटि होला दिनको एकचोटि यिनीहरूलाई रुट मजाले थाहा हुन्छ कि फेरि डेली गुडिया हुन्छ डेली गुडेको हुन्छ कहाँ बिग्रिएर थाहा छ कहाँनिर काट्ने जम्मै कन्ठै भइसकेको हुन्छ कामै पेलेर दौडिने इन्भाइरोमेन्ट हेर्नु कति राम्रो देखिएको है
हेर्नु बाटो छर्किँदैछ त्यसले गर्दा फुल भाइब्रेसनमा फेल्ने हो भने त यो केही नै हुन्न अब कम फेल्छन् र यो फुलमा फेल्ने हो भने त तपाईँको त्यो जति गाडी हिँड्यो नि त्यो सिधै उधै जानु है मामा घरको ए सब थोक हालिसकेको छ आज हाम्रो के कहाँ टुरे यो स्याङ्दी हाम्रो अङ्कलको ड्रागन खेती गरेको ठाउँ स्याङ्दी जाने हो स्याङ्दीमा हामी ड्राई पिकनिक खाने होइन मेरोमा भइरहेछ नि त यहाँ यो बाटोको हेर न कस्तो राम्रो बाटो छ यहाँ भोजाडको के भन्छ भोजाड र यो भोजाडबाट पदमपुर हुँदै हामी जुटपानी सट्टीको बाटो है यो कस्तो राम्रो छ हरियाली नयाँ पहलाको चारैतिर जङ्गल घनघोर जङ्गलको बिचबाट राष्ट्रिय निकुञ्जको बिचबाट हो राष्ट्रिय निकुञ्जको त पर्छ नि राष्ट्रिय निकुञ्ज हो सबै टिकल राष्ट्रिय निकुञ्ज सलाम साहब ढडक गर्नु पुल चाहिँ सानो बनायो कि बनायो है पहिला सँगै त यहाँबाट यो तर हिँडेर तरेको थाहा छ तपाईँलाई तँलाई मैले बोकेर तारे हो क्या हो मामाले त्यो तपाईँलाई थाहै छैन मामाले त्यही भएर त्यो देखेर अनि मैले आफूले क्रेडिट पाउनलाई मैले बोके भन्नु खोज्छु होइन हामी सँगै पनि हिँडे बेला चाहिँ बोक्यो होला नि तार्न त तार्या होला के गरे राष्ट्रिय निकुञ्जको जनावरहरू निस्क्यो अर्ना भैँसी बनाइरहेको त हुन्थ्यो क्या है यस्तै हुन्छ छोड्छ यो उ भएर हो बच्चा लिएर बसेको रहेछ यो त अनि जङ्गलमा हिँडेको छौँ त अर्ना भैँसी नभए पनि घरपालुवा भैँसी बाँदर जनावर त देखिसक्यो नि मान्छेहरू त्यही जनावर हेर्न जू जान्छन् सोझो बाटो रे यही घरहरू हुँदै त्यो सिमलको रुख निकाल्छ क्या त्यो अहिले आएको बाटो यो त मैले त कालो चस्मा लाएरै छ र पो बाहिर शीतल देखाएको छ यस्तो घाम रहेछ बाहिर ढपक्कै छ हेत्तेरी चस्मा खोजेर हेर्दाखेरि थाहा भयो त त्यहाँबाट उता चाहिँ अब चाहिँ स्याङ्दी झर्ना भन्ने छ त्यो डाँडाको स्याङ्दी झर्ना डाँडाको फेरिमा चाहिँ राखेन ए छरे भने अहिले गाडी चाहिँ कहाँसम्म पुग्छ चाहिँ त्यही अस्ति नै हामीले त्यो राखेको बुङ्गुर भाटामा बुङ्गुरको खोर थियो नि ए त्योभन्दा खाँदा लिएर छ यिनीहरूले भन्ने के जनावर देखाएको थियो अहिले अर्को जनावर आयो यो लखलर त्यो पनि बाङ्गो 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 हिँडेको छ च्यासिस बिजेपी जलाउँदैछौँ अलिकता भनेको अहिले अलिक घर बन्दैछ हामी राइट करदासमा अङ्कलको खेतीबारी छ नि त के लगाउनु भएको अहिले केही नि लगाएन अब धान अब छोडिदिएको कहाँ एकदमै के गर्नु त्यो चेपालाई अब हुन्छ सर म गरिहाल्छु नि मान्छे जग्गा पाए भगारी बनाएर राख्ने भने केही निको मान्छेले
रहेछ हिलो है कि यो गर्दा जाने ए यो दाहिने गए गर्दा देब्रे गए यसो बटारिया देख्यो पात यसो निउरिया देख्यो है ठन्डै रहेछ के यतैबाट चल्ने हो गाडी चाहिँ हाम्रो एउटा त्यता गर्दा ए यो बाटो जान्छ होइन खाङखोला हो नि यो चतुर्मुखी थान थाहा चाहिँ छैन तँलाई पहिला किन थाहा नहुने नि हामी यहाँ पूजा गरेर ऊ यहाँ ए यहाँ लिएर परेर पानी बार्नलाई अहिले पनि आउँछ ओहोहरू पिच गर्न आएको थियो ए समुद्र घरमा माथि नै छ ल आइयो अब दाउरा साउरा के छ छैन ल सुँगुर छैन हाँसिया ल आइयो ल आउँदै गर्छ अब हामी आइपुग्छ अब 10-15 मिनटमा नेट लाग्यो ल पानी के छ पानी आइरहेको छ नि धारामा नि आछ ल त पनि आइज त्यो 12-13 यसो एकछिन चलाएर 27 करोडको बजेट 20 त सानै भन्छ यो कति 13 फुट ए यतिकै 13 फुट जस्तै छ ठुलो बनाएर यो ठाउँमा युजै आउँदैन किन खर्च गर्ने अनावश्यक खर्च राज्यको खर्च किन गाह्रो हुन्छ जस्तो लाग्यो त्यही बाटो हो है बाटो के हो यो बाटो बगाएको पानी भर्यो बोतलले कि पानी भर्यो नाला छैन होइन गाडी त जान्छ नि उहाँसम्म जान्छ ल यो के भन्छ तपाईँहरू ट्रेकिङ त भन्न मिलेन गाडी हिँड्यो है हाइकिङ अब गाडीमा हिँडेका छौँ गाडीलाई फेरि के हाइकिङ भने अफ रोड ड्राइभिङ गर्नु पऱ्यो हामीले है अफरोड ड्राइभ हाम्रो अफ रोड ड्राइभिङ यो पनि रमाइलो हुन्छ नआएको मान्छेलाई त पहिला हामीलाई चाहिँ यहाँ दाइरोमा आउँदाखेरि यति रमाइलो लाग्दैन थियो गाई बुढा मेरो ठ्याक्कै जम्पिङ जस्तो बिस्तारै है यहाँ अलि अप्ठ्यारो बाटो विधि अप्ठ्यारो नि होइन त्यति विधि छैन तै पनि त्यो बेसी नपाए मान्छेले लगेर यहाँ घरमा गाडी त यहाँ पनि आएको पनि यो ट्र्याक्टरको पछाडि है पक्कमा जान्छ त्यो सोध्नु फेरि कसैको हो कि के हो होइन ट्र्याक्टर निकाल्नु मिल्छ ट्र्याक्टर त त्यही घरको हो निकाल्नु पर्छ कि पर्दैन सोध्नु पर्ला पर्दैन ल ल अब जानु रहेछ आज हामी जसरी यति रहेछ ऊ त्यो घर हो हाम्रो ए ल हाम्रो यो आज ट्राभलिङ अनि हाइकिङ के भन्छ पिकनिक खाना
आज पिकनिक खान हिँडिरहेको छौँ हामी है। गर्मी छ भान्जी ज्वाइँ आहा कस्तो सरर गर्मी भएको अरू बेला हावा चल्छ यहाँ गर्मीले खतरा हुने भयो त। अहिले त कति डिग्री छ हौ 35-37 भयो होला होइन 35 त बढी नै होला। त्यस्तो गर्मीमा कसलाई पिकनिक खानु परेको यस्तो गर्मीमा पिकनिक खान हिँडेर दाउरा बाजेपछि थाहा हुन्छ होइन। आजको हाम्रो पिकनिक स्पोट चाहिँ यो अङ्कलको फार्म हाउस। यो फार्म हाउसमा हामी गएर आज पिकनिक खान्छौँ। ड्राइगन खेती ड्राइगन भन्नाले ड्राइगन फ्रुट। एसी रहेछ बाटो त ठिकै रहेछ त बाटो त यो पनि ठिकै रहेछ त हल्ले छैन एउटा पात हल्ले छैन। यस्तो गर्मीको मौसममा हामी पिकनिक खान हिँडेका छौँ। नुहाएको माछा नि छ छैन? स्याङ्दी होइन ए स्याङ्दी रिसोर्टमा आएको छौँ आज होइन। हामी ट्राभल गर्दा गर्दै अनि हामी यो आफै पकाएर खाने कटिङ यो अहिले अब हाम्रो खानाको लागि चाहिँ कटिङ चल्दैछ। केमा
थोरै हाल्ने नि धेरै किन पिरो हाल्नु पऱ्यो र यसमा जुगा खै जुका ए जुका हात देखेर गर्दै आयो तल खसी चिसो रहेछ दाउरा कागज छैन केही पनि अलि मसिनो बनाउनु पर्छ त्यो यो त हाम्रो आउटडोर कुकिङ जस्तै भयो त्यस्तो कति छ नि त ल फाइनली हाम्रो आगो बल्यो अरे गर्मी महिना हामी यसरी आगो ताप्दैछौँ यहाँ 37 डिग्री चाहिँ टेम्परेचर 39 डिग्री टेम्परेचर पुगिरहेछ 37 39 38 39 कति कति ए अब हाम्रो यसरी आगो ताप्दैछ यो गर्मीमा पसिना निकाल्न ए गर्मीले चाहिँ यस्तो भइसक्यो पसिना बल पर्छ नि आगोलाई त्यसपछि अब यसमा चाहिँ हामी मासु पकाउँछौँ होइन कस्तो मजाले बल्यो आगो त अब योलाई चाहिँ यो तेजपत्ता चाहिँ यसरी टिपेर यो तेजपत्ता अब मासुमा हाल्ने हाल्नु पाउनु अब यसरी चाहिँ हाम्रो त फ्रेस तेजपत्ता यसरी कति धेरै हाल्दैन तेल ताते छैन क्या हो तेल ताते थिएन तर पता बिस्तारै यस्तो बाँच्न जान्छ कि त्यसरी हालेर हेलो गाइज हाम्रो यहाँ खुर्सानी यसरी पट्याङ पड्किँदैछ पड्काएर यहाँ पकाउने एकजना छौँ हामी यहाँ हेर्ने कतिजना छौँ यहाँ 1 2 3 4जना अनि यहाँ पकाउनु सुत्दा 5जना लास्टमा फेरि मलाई गर्ने आउँदा 6जना यस्तो राम्रो खुसीमा बसेर पकाउँदैछ पछि राम्रो देखिन्छ बेलामा चाहिँ अर्ग्यानिक मटन अब यो मटन चिउरा भुजासँग खाँदाखेरि यस्तो दामी हुन्छ कि मोही होइन मोही
नेचुरल रिसोर्सको चाहिँ युटिलाइज भरपुर युटिलाइज भएको छ यहाँ यसरी। मोही ला 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 मोही हाल सबै हाल जम्मै जम्मै ट्याक्टिक पऱ्यो नि अब हाम्रो अर्ग्यानिक